इन्टरनेटमा अहिले सन्दीप लामिछानेको कन्ट्रोभर्सी चलिरहेको छ र यतिखेर म चाहिँ मजाले अब्जर्भ गरिरहेको थिएँ र सोचिरहेको थिएँ राष्ट्रिय कलाकार सन्दीप लामिछाने सिम्पल छ त यार के जो चाहिँ राष्ट्रको गहन मैले विभिन्न एस्पेक्टबाट सोचेँ र त्यो एस्पेक्ट मध्ये आज चाहिँ म इन्फ्लुएन्सरको पर्सपेक्टिभबाट सोचेको कुरा सेयर गर्न मन लाग्यो। इन्फ्लुएन्सरहरूले यस्तो रियाक्सन किन दिए होलान्, राष्ट्रको गहनालाई किन यसरी रिजेक्ट गरे होलान्, किन यस्तो नेगेटिभ भने होलान्, लिगल्ली कोर्टबाट इनोसेन्ट भनेर भनिएको, नट गिल्टी भनेर भनिएको मान्छेलाई किन यसरी भनिएको होला, यस्तो रियाक्सन किन दिएको होला भनेर सोच्दै गर्दा मलाई के लाग्यो भन्दाखेरि के भएको होला भन्दाखेरि मैले होला भन्ने शब्द प्रयोग गरिरहेको छु किन भन्दाखेरि यो नहुन नि सक्छ। यसको एन्सर के होला भन्दा सबकन्सियसली चाहिँ अझै पनि डाउट छ उहाँहरूमा, अझै पनि डाउट यो अदालतको भर्डिकमा छ। यो किन होला भन्दा फेरि क्वेसन गर्दा यसको एन्सर सायद यो 3टा पोइन्टमा हुन सक्छ। नम्बर 1 भनेको के हो भन्दाखेरि अदालतमाथिको विश्वास नहुनु। यो नेपालमा मान्छेहरूमा एकदम कमन छ र उहाँहरू मात्र होइन, लगभग मेजोरिटी अफ जनतामा अदालतप्रति विश्वास छैन। त्यही भएर सायद हामीले जेनजी आन्दोलनपछि भदौ 24 गते सर्वोच्च अदालत जलेको देख्यौँ र विभिन्न ठाउँमा अदालतहरू जलेको यो दुःखलाग्दो सिचुएसनहरू देख्यौँ र अदालतले नट गिल्टी भनिसक्दाखेरि पनि सबकन्सियसली के भएको हुनसक्छ भन्दाखेरि उहाँहरूको दिमागमा चाहिँ अझै पनि अदालतले डिसिजन गर्दा पनि यो अदालतको डिसिजन सायद राइट होइन भनेर प्रश्न आएको हुनसक्छ। नम्बर 2 के हो भन्दाखेरि नेपाल, इन्डिया लगायतहरू कति धेरै यस्तो कन्ट्रीहरूको सिचुएसन हेर्ने हो भने कोही सेलिब्रेटी फिगरलाई यसरी भनौँ न यसरी मुद्दा लगाइयो भने उनीहरूको जीवन एकदमै कष्टकर हुन्छ। अफकोर्स पीडित भनिएको मान्छेलाई किन हुन्छ भन्दाखेरि नि यहाँ हजुरले प्रविधि नेपालको देख्नु भयो भने भिक्टिम ब्लेमिङ, स्लट सेमिङ आदि इत्यादि एकदमै नराम्रो तरिकाले गरिन्छ। हामीले पल्साको केसमा पनि देख्यौँ र यही मुद्दामा पनि इनिसियल्ली मुद्दा लगाउँदाखेरि यो मान्छे को हो, यसको पिक्चर भाइरल गर भनेर अनि पछि गाली डरलाग्दो कुराहरू पनि हामीले देख्यौँ। त्यही भएर चाहिँ कोही मान्छे आउँछ भने मुद्दा लड्छ भने कसैको अगेन्स्टमा रेप जस्तो पब्लिक फिगरको अगेन्स्टमा कसैले मुद्दा हालिरहेको छ भने त्यो मान्छेलाई एकदमै गाह्रो हुन्छ र करेज नभइकन र जेन्युन रिजन नभइकन कोही पनि आउँदैन होला है भनेर मान्छेको त्यही भएर माइन्डमा आउन सक्छ। यो किन पनि आउँछ भन्दाखेरि कोही मान्छेले कसैलाई फेक एक्युजेसन लगाउँछ भने त्यो एकदमै 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 गाह्रो छ, गाली खान्छ एन्ड एभ्रिथिङ होइन, अनि स्लट सेमिङ पनि हुन्छ। त्यही भएर यदि त्यो साँच्चीकै नभएको रहेछ भने कोही मान्छेले यत्रो समेत थापाई यत्रो करेज यत्रो आँट किन आउँछ होला त भनेर मान्छेलाई डाउट भएको हुनसक्छ। र स्ट्याटिस्टिक पनि हेर्ने हो भने मेजोरिटी अफ केसेस फेक हुँदैन, मेजोरिटी अफ केसेस हेर्दा पनि रियलै हुन्छ। यसरी फसाइने केसहरू कम हुन्छ भनौँ न। मैले भनेको होइन कि त्यो केसै हुँदैन, बट हेर्ने हो भने एकदमै कम हुन्छ। तेस्रो कारण के हुनसक्छ भन्दाखेरि नेपाल जस्तो कन्ट्रीमा यदि कोही मान्छे एकदमै पावरफुल छ, उसँग कनेक्सन छ र उसँग पैसा छ भने उसँग राम्रो एक्सेस हुन्छ, उसँग लुप होल पत्ता लगाउने पावर हुन्छ, उसँग लुप होललाई बेन्ड गर्न सक्ने, लुप होललाई युज गरेर एभिडेन्सहरू नयाँ बनाउन सक्ने पावर हुन्छ। र मान्छेलाई सायद डाउट के पनि छ भन्दाखेरि यो बर्थ सर्टिफिकेटको डकुमेन्ट सायद गलत हो कि भनेर पनि सायद डाउट हुनसक्छ। त्यो कारणले यी कारणहरूले भनौँ न सबकन्सियसली के भएको हुनसक्छ भन्दाखेरि अल्दो अदालतले नट गिल्टी भने पनि कता कता सबकन्सियसली डाउट हुनसक्छ र कोही मान्छेलाई रेप जस्तो घिनलाग्दो क्राइमको एलिगेसन लागेको छ भने त्यो मान्छेबाट हुन्छ नि अलिकति डराउनु होइन, त्यो मान्छेलाई सबकन्सियसली मन नपराउनु र त्यो मान्छेप्रति अलिकति घृणा हुनु त्यो सायद सबकन्सियसली हुने कुरा हो। र सबकन्सियसली भएको हुनाले क्यामेरामा आउँदाखेरि त्यो झट्ट नाम देख्दाखेरि सायद त्यो रियाक्सन भएको हुनसक्छ। जेन्युनली इन्टेन्सन सहित म यो मान्छेलाई डिफेम गर्छु, नराम्रो गर्छु भनेर सायद भनेको होइन होला। हो, कानुनले गिल्टी छैन भनेपछि कोही मान्छेलाई त्यसरी त गिल्टी छस् भनेर भन्नु हुँदैन, हामी आफै जज गर्न मिल्दैन। बिकज
कानुनसँग प्रुफ हुन्छ, कानुनमा अदालतमा जाँदाखेरि अदालतमा प्रुफ हुन्छ, अदालतले यत्तिकै डिसिजन दिँदैन। त्यही भएर हामी सोसल मिडियाबाट जज हुनु पनि त्यो राम्रो भएन र इनोसेन्ट अन्टिल प्रुभन गिल्टी भनेको यो फिलोसफी जस्टिसको सिस्टममा सबैभन्दा महत्त्वपूर्ण फिलोसफी हो। बट यो सबकन्सियसली आएको रियाक्सनमा यसरी ओभर रियाक्ट गर्नु सायद नेसेसरी थिएन। हो, सन्दीप लामिछाने लिगल्ली इनोसेन्ट हुन्, उनी गिल्टी छैनन् लिगल्ली। त्यो भएको हुनाले उनीबाट त्यो रियाक्सन आउनु, उनी अफेन्ड हुनु त त्यो जायज कुरा हो देखिन्छ। तर उनको फ्यानबाट यस्तो रियाक्सन दिनु र इन्फ्लुएन्सरहरूलाई यति तुच्छ गाली गर्नु त्यो गलत हो। यति तुच्छ गाली कसैले पनि डिजर्भ गर्दैन। हजुरहरू मोरालिटीको कुरा गरिराख्नु भएको छ, उहाँहरूलाई मोरालिटी सिकाइरहेको बेला हजुरहरूको मोरालिटी पनि बुझ्न जरुरी छ। यो हजुरहरू भन्नाले यी गाली गर्ने व्यक्तिहरूलाई भन्न खोजिएको हो।